के मौरीलाई माटोको डोर साँच्चै मनपर्छ? मनपर्छ भने किन? नमस्कार, म अर्पण लेप्चा है। यो केही जानकारीहरू म तपाईँलाई दिन गइरहेछु। विशेष गरी यो तपाईँले देख्नुहुँदैछ यो चाहिँ हो माटोको डोरमा चाहिँ मैले न्युक्लियस डोरबाट चाहिँ मौरी छाड्दैछु है। यो फ्रेमहरू चाहिँ लाउँदैछु है। मौरीले चाहिँ माटोको डोर चाहिँ एकदमै मन पराउँछ। यो प्राकृतिक कुरालाई मौरीले मन पराउँछ है। अनि माटोको डोर चाहिँ एकदमै बेसी मन पराउँछ। किन मन पराउँछ भन्दा चाहिँ यहाँनिर माटोको डोरमा चाहिँ के हुन्छ टेम्परेचर सन्तुलन रहन्छ है। तापमान चाहिँ सन्तुलन रहन्छ। तपाईँलाई थाहा छ बेसी चिसो भयो भने यो भित्र बेसी चिसो हुँदैन, बेसी बाहिर तातो भयो भने यो भित्र बेसी तातो हुँदैन। त्यसले गर्दाखेरि चाहिँ मौरीले मन पराउँछ। अनि किन तातो र चिसो भन्दा चाहिँ मौरीलाई थाहा छ तपाईँहरूलाई, मौरीलाई उनीहरूको बच्चा हेच हुनुको लागि चाहिँ ओथ्र्याउनुको लागि भनौँ न है, को लागि चाहिँ के चाहिन्छ? टेम्परेचर चाहिन्छ। यदि बेसी जाडो भयो भने त्यो बच्चाहरू कुजे भएर निस्किन्छ र चाहिँ मर्छ। अनि बेसी तातो भयो भने पनि के हुन्छ तपाईँको बच्चाहरूभित्रै पाक्छ है, मर्छ, गल्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो माटोको डोरमा चाहिँ एकदमै बेसी मौरी सफ्रिन्छ, मन पराउँछ। त्यसले गर्दाखेरि चाहिँ म तपाईँलाई के सजेस्ट गर्छु भने यदि तपाईँले मौरी पाल्नुहुन्छ भने यो एकदमै लो कस्टमा हो। यो तपाईँको खर्च पनि पर्दैन। यो फ्रेम चाहिँ एउटा पाउनुभयो भने माटो त बटुलेर आफैले तपाईँले बनाउन सक्नुहुन्छ। अनि अर्को कुरो चाहिँ रातो माटो र गोबरले तपाईँले लिप्नुभयो भने अझै बेसी मौरीले मन पराउँछ है। यो चाहिँ मेरो पुरानो डोर हो। पहिला पनि जोड यहाँ मौरी बसेको थियो है। यहाँनिर छिटो छुट्टिने चान्सेस पुरा हुन्छ है। म छुटाउनको लागि राखेको हो। यो छिटो यिनीहरूले के गर्छ, क्विन बनाउँछ, भाले मौरी छिटो निकाल्छ। त्यसले गर्दाखेरि चाहिँ म यो फ्रेम चाहिँ यहाँनिर म यहाँ लाउँछु है। अब सिजन आयो, जाडो महिनामा आउँदैछ, त्यसले गर्दा चाहिँ म यहाँनिर लाउँछु। यो चाहिँ मेरो महको लागि नै, यहाँबाट चाहिँ म छिटो छुटाउँछु है। एउटा घरदेखि अर्को घर चाहिँ छिटो बनाउँछु है। कतिवटा यस्तै जानकारीहरू छ तपाईँहरूलाई है, म सेयर गर्दै जान्छु। तपाईँले मन परे तपाईँहरूको विकिपर साथी जो नयाँ नयाँ हुन्छ उहाँलाई पनि सेयर गरिदिनुहोस्। अनि यहाँ मैले तपाईँलाई प्र्याक्टिकल्ली मेरै हातले गरेर मैले तपाईँलाई देखाउँदैछु है। अनि यसरी तपाईँले हाल्नु सक्नुहुन्छ। अनि अब म के गर्छु, बोराले यहाँनिर छोपिदिन्छु है। यो मौरी बसिसक्यो अनि बोराले छोपेर चाहिँ त्यतिकै राख्छु है। अनि आउने दिनहरूमा पनि तपाईँहरूको माया सपोर्ट जुन चाहिँ दिइरहनु भएको छ अझै म पाउनेछु भन्ने आशा गर्दछु र अझै भिडियो म बनाउँदै जानेछु। थ्याङ्क यू।